मजा नहीं आ रहा है। हेलो गाइज, सो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आई होप हजुरहरू पनि एकदम सन्चै हुनुहुन्छ। अनि आजको दिन चाहिँ 15 गते स्पेसल डे, दही चिरा खाने दिन। सो आजको दिनमा चाहिँ हामी चाहिँ यहाँ हलेसीमा आएको छु। हलेसी दर्शनको लागि आएको छु म अनि दाइहरू हुनुहुन्छ हो। अनि आजको मौसम चाहिँ यस्तो छ, आजको वेदर चाहिँ यस्तो छ। के कस्तो रूप लिन्छ थाहा छैन मौसमले, तर आजको चाहिँ स्पेसल डे हुनाले चाहिँ हामी चाहिँ यहाँ हलेसी आएको छु दर्शनको लागि। अरू पनि 4जना 5जना दाहरू हुनुहुन्छ। अनि आजको दिन चाहिँ म हजुरहरूलाई हलेसीको चाहिँ भ्यू देखाउँछु है। अनि सो काफी लङ टाइम पछि आएको छु भिडियो लिएर। सो सबैजनाले माया गरिदिनु होला। सबैजनाले चाहिँ टक्क माया देखाइदिनु पर्यो। मायाको कमी छ भन्नु मिलेन है। सबैजनाले सपोर्ट गरिदिनु होला। अनि एकजना दाइ चाहिँ यहीँ हुनुहुन्छ, उहाँ हुनुहुन्छ अनि एकदम हाम्रो ब्रदर रामेछापबाट। हेलो गरिदिनु न। हलेसी आज भर्खर पहिलोचोटि होइन? हो। अनि कस्तो फिल भइरहेछ तपाईँलाई? रमाइलो छ। आज बब्बाल रमाइलो हान्नुपर्छ। आज दही चिउरा खाने दिन पनि हो। दही चिउरा पनि बेलुका गएर पनि हान्ने हो। तर यहाँ अर्कै हान्नु। तर हाम्रो चाहिँ के समस्या थियो भने हल्का क्युआरबाट पैसा झिक्नुपर्छ भन्ने कुरा थियो। कहाँ जानुभयो सबैजना? हलेसीको यो मुनिको भ्यू रहेको छ। यो डाँडाको भ्यू चाहिँ माथि हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो माथिको रहेछ डाँडाको भ्यू। हजुरहरूलाई म यस्तो दामी दामी ठाउँ देखाउँछु। जब तक तोडेगा नहीं तब तक छोडेंगे। हलेसी चाहिँ एकदम बबाल छ। सो सबैजनाले एकचोटि जिन्दगीमा एकचोटि चाहिँ घुम्नु नै छ भने चाहिँ एकचोटि हलेसी चाहिँ घुम्नु होला भन्न चाहन्छु म। एकदम बबाल छ ठाउँ कि। कहाँ जानुभयो हाम्रो सरहरू, हाम्रो ब्रदरहरू आउँदै हुनुहुन्छ। सो लेट्स सी के हुन्छ त आजको दिन। साँच्ची हजुरहरूले च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ सब्सक्राइब गरिदिनु होला। र गर्नु भएको छ भने पनि कमेन्ट गर्नु होला, लाइक गर्नु होला र सेयर गर्नु। आफ्नो मिल्ने साथीलाई सेयर गर्नु नभुल्नु होला भन्न चाहन्छु। अनि सबैजनाले चाहिँ माया दिनु पर्यो। ओके, लेट्स सी के हुन्छ त हेरौँ आजको दिन है। कुछ तरिका है भीख मांगने का। र चाहिँ यात्रा स्टार्ट भयो हलेसीको। ओके, जय महादेव। सो गाइस यस्तो रहेको छ इन्ट्री। यो चाहिँ इन्ट्री गेट। यो चाहिँ हामी चट्टा लाएर अनि आज चाहिँ हलेसीको टक्क हजुरहरूलाई म भ्यू देखाउँछु के कस्तो छ त है। जे जस्तो छ बबाल छ। सो सबैजनाले चाहिँ थोरै पनि स्किप नगरी हेरिदिनु होला। हलेसीको भ्यू आज बब्बाल देखाउँछु म, बब्बाल देखाउँछु तपाईँहरूलाई। आई विल माई बेस्ट ट्राई हजुरहरूलाई सकेसम्म चाहिँ बब्बाल देखाउने कोसिस गर्छु। यो माथि डाँडाको भ्यू रहेको छ। यस्तो दामी ठाउँ छ नि, यस्तो दामी ठाउँ छ नि। बयानै गर्न सक्दैन क्या। ठिक छ, इन्ट्री गेट। कत्रो घन्टी हो, कत्रो घन्टी हो। Look at that guys. पक्नु अलिक पछि गएर देखाउँछु अलिकता गएर। सो भ्यू चाहिँ भित्र जाने भ्यू हो। छट्ट लाएर यहाँदेखि उता चाहिँ सिधै एउटा बजार छ। यहाँ उताबाट पनि गेट छ, उताबाट आउने बाटो हो यो जो देखिरहेछ नि यहाँनिरबाट यो। यहाँ यतातिर चाहिँ यो पूजाको सामानहरू किन्ने ठाउँ छ। बाबाजीको कुटी समथिङ म धेरै भयो नआएको यता, धेरै भयो। त्यही भएर खासै थाहा छैन, धेरै चेन्ज भएको रहेछ एकदम। पहिले त यस्तो थिएन, अहिले त धेरै चेन्ज भएको रहेछ। यही हो है हलेसीको भ्यू। यो माथिको मेन गुम्बा, यो मुनि गुफा छ अनि तल्लो गुफा, यो माथिल्लो गुफा भनेर चाहिँ चिन्छ हो। टक्क अब म चाहिँ सुट खोलेर हिँड्ने हो। दादाहरू पुरै गफ हान्ने हुनुहुन्छ हो। चिन्जानको मान्छे हाम्रो दाहरू चाहिँ रामेछापबाट हुनुहुन्छ। फेरि कसरी चिन्जान भयो, तर एकदम ठुलो चिन्जियो होइन। टक्क पुलिस पोस्ट टक्क। अनि सम्झिँदै हिँड्दैछु कि म चाहिँ सो जस्ट जोकिङ है गाइजहरू। लेट्स सी मन्दिर गुफा चट्ट लाएर अब कस्तो छ त हेरिदिउँ न त। खोइ बोलाउनु न छिटो। वाह भ्यू हेर्नुहोस् त गाइजहरू। एकछिन निक्लेर मात्र फोटो हानु मे, निक्लेर मात्र फोटो हानु अहिले चाहिँ छिटो।
चट्ट लाएर अब हामी चाहिँ इन्ट्री गरौँ। महादेव की जय होस्। यो चाहिँ माथिल्लो गुफाको भ्यू। सो खाली रहेछ आज, खाली रहेछ। यो भिडियोको चाहिँ खासै भिडियोको चाहिँ उ छैन जस्तो लाग्छ। अब के छ पर्मिसन मागेको छैन मैले, तैपनि अब गरिदिउँ न त। अब भरे नगर्नु भन्यो भने चाहिँ म डिलेट हालिदिन्छु। सो सबैजना आउनुहोस् है बिस्तारै। एकदमै 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 आम्मा गुफा हेर्नुहोस् त। वाउ गुफा यस्तो बवाल छ, यस्तो बवाल छ, झक्कास छ एकदमै। सो सबैजना आउनु होला। यो लु त म बोक्छु त्यो मेरो भिडियो निकाल्दै आउनु त। हो त्यहाँ के राखेँ मैले भिडियो गरिदिनु पर्यो। आउनु त हिँड्नु हिँड्नु के गर्नु अब। 2-2वटा फोन थामिसकेको छ हातमा, केही छैन, ठिकै छ। तलसम्मको भ्यू, तल्लो गुफा पनि बब्बाल छ। यो त झन् पुरै नगरौँ, यो त बब्बाल नै छ। हिँड्नु म खिचिदिँदैछु। वाउ अमेजिङ यार, अमेजिङ। यस्तो अन्धकार छ नि, हेर्नुहोस् त। A few moments later. उदो चाहिँ भिडियो खिच्नु दिँदैन रहेछ। हामी चाहिँ माथि निक्लिसक्यौँ पूजासुजा गरेर। अब तल्लो गुफा जानु बाँकी छ। सबैजना धुप बाल्दै हुनुहुन्छ। सो यस्तो रहेको छ भ्यू। धुप बाल्दै हुनुहुन्छ। टक्क धुप भइसकेको छ। सही है, हावा चलिरहेको रहेछ। सो अहिलेको भ्यू फाइनल्ली टिका सिका लाएर सकियो। अब तल्लो गुफा जान्छु, त्यसपछि चाहिँ फर्किन्छु। मौसम खराब छ, पानी पर्ला जस्तो छ। चट्ट लाएर है हालेसीको भ्यू। मुनि त हुन्छ, माथिल्लो गुफामा चाहिँ अलिक हुँदैन क्या, चट्ट लाएर छिन्न। त्यही भएर गाह्रो छ नि त होइन त गाइजहरू। ठिक छ, अब मन्दिरमा आएर दर्शन नि गरियो। हावा चल्यो, हावा। केरा लिएर आउनु भन्नुभएको छ। घरबेटी आन्टीले केरा मगाउँदै हुनुहुन्थ्यो। आउनुहोस् न, आउनुहोस्, बनाउँदैछु त। कस्तो लागिरहेछ? एकदम यो माथिल्लो अब अझै तल्लो गुफा बाँकी नै छ। ठिक छ नि त होइन? सन्चै हुनुहुन्छ नि त? बबाल हुनु पऱ्यो। अहिले चाहिँ सबै बन्द रहेछ। आज खासै भिड रहेन क्या। बिहान चाहिँ सायद भिड गयो होला। पुरै यिनीहरू सबै खोलेको हुन्छ। पुरै यस्तो बबाल हुन्छ नि, यहाँ भन्न सकिँदैन होइन। चट्ट लाएर फेरि अब उदोको यात्रा अब हो। माया छ खोटाङबाट सबैलाई। अब चाहिँ ओह्रालो छ। यो तल्लो गुफाको चाहिँ जस बवाल छ। यस्तो बवाल छ नि, अमेजिङ। यो माथिल्लो गुफा भन्दा ठुलो गुफा पनि छ, एकदम बवाल छ। हेलो गर्नु न, हेलो खै त के। च्यानललाई सब्सक्राइब, सेयर, कमेन्ट, लाइक गर्नु नभुल्नु होला। सबै कुरा जे छ सबै गरिदिनु होला। आफ्नै हो, हाम्रै हो। भाइ साहब कुछ ज्यादा नहीं हो गया मतलब। यस्तो ओह्रालो बाटो जानुपर्छ यहाँ चाहिँ।
बत्तीहरू यहाँ रहेछ है। वाह हेर्न सक्नुहुन्छ चट्ट लाएर अमेजिङ हुन्छ। वाह पहिले यो पुरै ध्वजाले पुरै छोपिसकेको थियो, अहिले सबै निकालेर फेरि नयाँ हाल्दै रहेछ। यसलाई चाहिँ हाम्रो तामाङ ल्याङ्ग्वेजमा छोर्पेन या के भन्छ यसलाई? वाह गुम्बा छोर्पेन समथिङ त्यस्तै के भन्छौ। सो फाइनल्ली हामी तल्लो गुफा आइपुग्न लाग्यो। भ्यू हेर्नु न माथि, वाउ अमेजिङ अमेजिङ, वाउ पुरै ध्वजाहरू। सो फाइनल्ली आइपुग्यौँ हामी फाइनल तल्लो गुफा। यहाँ चाहिँ पुरै शङ्ख पुग्ने ल्याउँछ। ग्यास रहेछ। वाउ यति मिठो कसले बनाउँछ हैन? सक्दैन नि फेरि। साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो। यो रहेको छ गेट। अनि यहाँदेखि चाहिँ अलिक माथि जानुपर्छ। गुफा चाहिँ पुरै यस्तो छ, पुरै ढुङ्गै ढुङ्गा क्या। गुफा भनेपछि त अब त्यस्तै हो के है। माथि यस्तो रहेको छ। ओ माथि जानुपर्छ, त्यहाँ माथि एकदम बबाल ठाउँ चाहिँ। ओके यु क्यान सी हेर्न सक्नुहुन्छ। पर्खिनुहोस् म देखाउँछु। हतार नगर्नुहोस्, हतार गर्ने चाहिँ हतार गरेर चाहिँ काम हुँदैन। वाह मैले त देखिसकेँ, देखाउँछु भनेकोलाई यी भन्नु पनि नमिल्ने देखाउँछु। ओके ठिक छ है त। यो म आएको बाटो यो मुनिको हेर्नुहोस् है त, आकाश यहाँबाट देखिन्छ आकाश चाहिँ है। यस्तो बबाल ठाउँ छ आकाश। आकाश देखिरहेछ। शिवजीको खुट्टाको पाइला कहाँनिर यतातिर कहाँनिर छ क्या? मनी प्रेमियम झरौँ न त। चमेरा चमेरा कराएको यस्तो कालो छ नि गुफा। चमेरै चमेरा हुन्छ क्या अहिले। माथि देखिँदैन, देखिँदैन नि कहाँ देखिन्छ त। पुरै यस्तो अँध्यारो छ नि, अन्धकार हिँडिरहेको छु म। शङ्ख बजाउनुहुन्छ अरे, हेरौँ न त कस्तो हुन्छ रहेछ। दिनमै रात पालिदिन्छ यार यो गुफा। यस्तो लामो छ नि फेरि आम्मामा। ऊ तलदेखि यहाँसम्म हिँड्नुपर्छ। उफै गुफाकै पुरै तल गेटबाट छिरेदेखि एकैचोटि उज्यालो भनेको माथि उ त्यो आकाश देख्ने ठाउँनेर निक्लिँदा मात्र त्यहीँबाट मात्र उज्यालो हुन्छ। तलबाट छिरेदेखि माथि एकैचोटि पाइन्छ उज्यालो, बिचमा कुनै उज्यालो छैन। लाइट मायाले हामी चाहिँ राति काट्छ भन्छ। सङ्घा घन्टी नेचुरल शङ्खा भनेको चाहिँ खै एकचोटि म पनि फुकौँ त फेरि। हेर्नुहोस् है गाइजहरू, यो शङ्खा यो ढुङ्गा हो, यो बज्छ। चिल ब्रो। अब चाहिँ गेटबाट निस्किने हामी चट्टला। हिजोको रमाइलो आउने बाटो, यो जाने बाटो। अनि पहिले यहाँ कति धेरै ध्वजाहरू थियो कि अहिले छैन। ध्वजाहरू के यस्तो हुन्छ नि, यो के भन्छ लुम्दार। आइनो सबैजना मलाई छोडेर माथि पुगिसक्यो है। म चाहिँ बिस्तारै जाँदैछु, के गर्नु। एक्लै थिएँ, एक्लै छु, एक्लै हुनेछ पनि। जब तक तोड़ेंगे नहीं तब तक छोड़ेंगे। यस्तै हो। खोइ केही थाहा छैन मलाई। यस्तो दामी ठाउँ छ। कसरी प्रेजेन्टेसन गर्नु क्या मैले यस्तो भव्य ठाउँ। आइनो है जे होस्, धेरै कुरा नेचुरल कुराहरू जोडिएको छ यहाँ चाहिँ बब्बाल छ। सो
पर्खिराख्नु भएको रहेछ यहाँ मलाई 2-3 जना गुन्डाहरू मिलेर ठिकै छ के गले जस्तो लाग्यो थाक्दा पानी दिने पनि कोही छैन मेरो जाम न जाम अलेसीको क्लिप यति नै भन्दिनँ म अझै पनि बाँकी छ माथि यहाँबाट माथि जाने हो चट्टा लाएर होइन अलिक माथि चाहिँ चट्टा माथिबाट चाहिँ हामी अलेसीको भ्यू हेरिन्छ त्यहाँबाट चाहिँ 2000 years later धेरै हावा चलिरहेको छ कस्तो हावाले के कस्तो फोन अड्काइरहेको छ साउन्ड सुनिरहेको छैन होला सायद अलिक माथि गएपछि टक्क देखिन्छ बवाल भ्यू चाहिँ जस्ट मेन रोड चाहिँ यही हो यहीबाट हुँदै काठमाडौँ जानुपर्छ हामी टक्क लाएर माया छ खोटाङबाट माया छ यस्तै हो जिन्दगीको बाटो होइन गाइजहरू कति कुराहरू बिर्सेर खुसी हुँदै हिँड्दैछु क्या त मैले मेरो आप्पा आमाको लागि केही गर्नु छ मेरो बाबा आमाको लागि छोरा मान्छे हो आप्पा आमाको लागि ज्यान दिन्छु म जे पनि गर्छु जस्तै काम पनि गर्छु तर खराब काम चाहिँ गर्दिनँ फेरि गलत बाटो हिँड्दिनँ मेरो आप्पा आमाको लागि केही गर्नु छ मलाई आई एम वान फेलियर पर्सन म एउटा फेलियर पर्सन हो क्या हरेक ठाउँमा हार खाएको छु हरेक ठाउँमा चोट पाएको छु ठिकै छ केही छैन जानेहरूले साथ छोडिहाल्यो आउनेहरूले साथ दिन्छ आई नो बट साथ दिनेलाई म हमेसा साथ दिनेछु हात दिनेलाई हमेसा हात दिनेछु अनि यस्तै हो जिन्दगी अब के गर्नु त होइन दुःख मानेर पनि हुँदैन जाने त अर्कैसँग खुसी भइहाल्छ जस्ट त्यो बसिरहेको हुन्छ नि एउटा त्यो पर्खेर त्यो मान्छेको चाहिँ दिल धक 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 भोगेको छु मैले धेरै कुराहरू आई एम अ एक्सपिरियन्स पर्सन केही छैन आफूलाई स्ट्रङ बनाएर अगाडि बढ्दैछु जस्ट मात्र आप्पा आमाको लागि मलाई केही गर्नु छ मात्र आप्पा आमा भएपछि मलाई कोही चाहिँदैन पनि ठिक छ साथ दिनेले दिन्छ नदिनेलाई अब म केही भन्दिनँ पनि जाने जान्छ आउने जान्छ जानेलाई शुभयात्रा आउनेलाई वेलकम टाटा बाई बाई गाह्रो छ नि हो गाह्रो छ धेरै गाह्रो छ सहनु सक्नु पऱ्यो सहनु नसकेको भए त अहिले म कहाँ हुन्थेँ रे हुन्छ जस्तो यति पनि लाग्दैन मलाई तर म छु देखाउनु छ मलाई गरेर मलाई चोट दिनेहरूलाई मलम दिनु छ कि कुनै दिन ठिक छ केही छैन यो कुराहरू बिर्सिदिउँ अलिबली टपिक चेन्ज प्युर पोलिसीको आर यु रेडी गाइज सो यहाँबाट आधा मात्र देख्छ यहाँदेखि उतापट्टि चाहिँ अर्कै छ ओके हेरौँ हावाले गर्दाखेरि यो क्यामेरा यो अलेसीको भ्यू यो मन्दिर यो मुनि ठ्याक्क गुफा छ अनि अर्को चाहिँ अलिक यो यतापट्टिबाट जानुपर्छ एउटा चाहिँ यहाँनिरबाट जानुपर्छ हावाले उडाउँछ क्या यो चाहिँ यस्तो बबाल छ भ्यू अमेजिङ गाइज एकचोटि आएर खोटाङ अलेसी चाहिँ भिजिट गर्नु होला बबाल छ आँटेको यहाँभन्दा उता पनि धेरै उता पनि ठाउँ छ क्या राम्रो राम्रो ठाउँ छ अझै यति नै देखाउन सकेँ मैले यो माथि चाहिँ यस्तो भ्यू छ अनि यो उँधो चाहिँ बजार यति छ अनि उतापट्टि बजार छ उतापट्टि यो डाँडादेखि उतापट्टि पनि बजार छ यो यहाँ डाँडामा चाहिँ हल्का ऊ छ घरहरू छैन खासै तर पहिले भन्दा धेरै विकास भएको छ पहिले अस्ति भर्खर यही घरमा होला सायद आगो लागिरहेको थियो अहिले बनाइसकेको छ घर पनि एकदम मैले पनि कहाँ फेसबुकमा कहाँ भिडियो देखाएको थिएँ क्या घर बनाइसकेको छ यहाँनिर यही घर जस्तो लाग्यो ठिक छ केही छैन अब मैले यति नै सकेँ अलेसीको भ्यू देखाउनलाई अब के हुन्छ हेरौँ लेट्स सी गाइज
सी यु नेक्स्ट टाइम भन्नु नहुने एकछिन पछि भेट। One eternity later. अघिको डाँडाको भ्यू थियो नि माथिबाट उता देखाएको थियो नि त्यो अहिले चाहिँ तलबाट माथिको भ्यू हेरिदिउँ है त। खाजा खाएर आएको अहिले चाहिँ हामी अब फर्किन आएर गाडी पर्खिरहेको छु माथिको भ्यू हेरौँ है त। माथिको भ्यू यो लाइनतिर हामी अघि यहाँसम्म पुगेको थियो यति खतरा छ नि भ्यू त। यो डाँडा हो क्या डाँडाको चाहिँ भ्यू कल्यास हुनुपर्छ नि त। यो चाहिँ मेन रोड गाडी आउँछ अनि चट्ट चढेर जान्छ। आज दिन जस राम्रै भयो तर हल्का पानी पर्यो ठिकै छ केही छैन राम्रै भयो आजको दिन चाहिँ। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि हानिदिनु होला चट्ट लाएर कस्तो गलेको जस्तो भइरहेछ आज सायद हिँडेर हो। यताको वेदर यस्तै हो घरि पानी पर्छ घरि बादल लाग्छ घरि घाम लाग्छ। गजब बेइज्जती है। के हो ल ठिक छ लभ यु अल।